अब कति नै छ र भोलि पर्सि अब 2-3 दिन त छ अनि दसैँ पछाडि चाहिँ ट्याक्कसँगले फाँडीहरू चाहिँ कस्तो भयो फाँडीहरू चाहिँ अब दसैँ र बिचमा चाहिँ दसैँ र तिहार A few moments later. वेलकम ब्याक टु माई युट्युब च्यानल जमलाई मेरो युट्युब च्यानल स्वागत छ जमजान सन्चै हुनुहुन्छ ल म पनि एकदम सन्चै छु मलाई नमस्ते र झरले हैन हामी जमजान सन्चै हुनुहुन्छ ल एकदम सन्चै होला आज चाहिँ हिजो मैले 2टा भिडियो बनाएको थिएँ आज त्यही भिडियो पोस्ट गर्छु अझै अफ्रिकन भाइ हो कतिले चिन्ला कतिले नचिन्ला केही दिन टिकटकमा चर्चा भएको मान्छे हो अनि भर्खरै मम्मी मङ्काली पुगेर आउनुभयो अनि आज त सुँगुर काट्ने दिन होइन अरूले त काट्यो तर हामी त भोलि काट्ने अरे अनि भाइहरू पनि आउँदैछ दादा आज आइपुग्छ अनि म त के गरौँ भइरहेछ होइन सँगले चाहिँ घाम लागिरहेछ बाहिर त घाम लागिरहेको कि रन्नु मैले घाम बिहान निस्कौँ भला बनाउनु भन्छु हिजो चाहिँ भलक बनाइसकेर अब लगाइसकेपछि चाहिँ पिङ बनाउनु गयो भोलि चाहिँ पिङ खेलेको अरू भलकहरूमा लगाउँछु म चाहिँ पिङ चाहिँ उति तल हो ढ्याक्कसँगले चाहिँ अनि पिङ चाहिँ पहिलेको लट्ठा हो पहिलेको लट्ठामा लगाएको दामी छ पिङहरू त अनि अब खेल्नलाई चाहिँ टिकाको दिन नै जानुपर्छ दसैँ पनि आइसक्यो भाइहरू पनि आउँदैछ अहिले म बाहिर निस्कौँ कि ननिस्कौँ भइरहेको क्या यस्तो घाम लागिरहेको क्या हेर्नु केहरू भ्याउतहरू मारेर तर खान्न कतिले भन्छ लाज लाग्दैन यस्तो भिडियो बनाउँदा भन्न छैन कमेन्टमा त त्यस्तो देखेको छैन बाहिरको मान्छेहरू भन्छ यस्तो भिडियो बनाउँदा लाज लाग्दैन भन्छ अहिले भर्खर यो भिडियो हेर्नु पर्यो यो भिडियो हेर्दाखेरि चाहिँ यस्तोलाई हुन्छ क्या लाज यस्तोलाई हामी जस्तोलाई हुँदैन यो त हाम्रो कला हो यस्तो आफ्नो शरीर देखाएर त्यहाँदेखि नाङ्गो शरीर देखाएपछि के छोपिरहेको पुरै देखाइदिनु नि होइन भने चाहिँ म आज त चौरी जानु पर्यो अब हामी यो दसैँ पछाडि अब कति नै छ र भोलि पर्सि अब 2-3 दिन त छ अनि दसैँ पछाडि चाहिँ ट्याक्कसँगले फाँडीहरू चाहिँ कस्तो भयो फाँडीहरू चाहिँ अब दसैँ र बिचमा चाहिँ दसैँ र तिहारको बिचमा चाहिँ ट्याक्कसँगले चाहिँ घाम राख्ने भनेर कुरा त्यता जानु पर्यो भनेको घामले सकिँदैन यस्तो घाम लागिरहेछ नि यहाँ त हिजो हाम्रो बाटो बनिरहेको थियो क्या अनि ट्याक्कसँगले हिजो बेलुका बस्नुकै मजा गर्नु घरमा फ्यानको हावा पनि तातो आउँछ यहाँ भनेपछि सिर आउँदो भएर हावा आउँछ रुफ कट्टल भएको म त अब 1 घन्टा चाहिँ बस्छु यहीँ भिदा गर्छु भलक अनि यहीँ काटेर जान्छु उहाँ गएपछि गर्नै हुन्छ घाम त यति दामी छ कि हत्तेरी जाडो महिनामा त लाग्ने हो कि नलाग्ने हो अहिले त दाल रोपिरहनु ट्याक्क छ यहाँनिर बल खेल्थ्यौँ यही चौरी हाम्रो चौरी जस्तै हुन्थ्यो अनि यहाँ थियो बाटो यो हल्का थोरै बढाएको छ बाटो चाहिँ अनि यता कतै घर छैन क्या यता रातिको तर्साउँछ पनि भन्ने कुरा छ अनि यता मासतिर घर यता त केही छैन जङ्गल हो हावा सर र हावा आइरहेको छ रमाइलो छ धेरै जस्तो म त यहीँ भलक बनाउँछु कतिले भनिराखेको हुन्छ कतिले म यस्तो बुझ्दाखेरि तिन आमाले ओह्रालेर पार्टी भाइ कहीँ भलक भाइ टाढा जानलाई त हुनु पनि पऱ्यो नि त अब पैसा हुनु पऱ्यो मेन कुरो हामी विद्यार्थी जाँठालाई कसले पैसा दिन्छ टाढा घुम्नु जानु काठमाडौँ कता अब आफूले कमाउनु पऱ्यो
अनि मजदुरी गर्नु पर्यो घरमा आमा बाबासँग त माग्नु भएन अब यत्रो बुढो भएको मान्छेले त्यो पुरै सोच्नुपर्छ अनि अब त्यस्तरी अब भएको भए म पनि अब अरू पैसाहरू भएको भए म एउटा कहाँ कहाँ जानु त्यही नै आफ्नो मिहिनेत छोडेको छैन जो मैले सपोर्ट चाहिँ गर्नु नभन्नु होला कतिले भन्दा त्यहाँ भल गरेर हुन्छ के हेर्नु बुझ्नुपर्छ नि त अलिकति कस्तो केले केही पुगेको छैन घरबाट त स्योर भनेको सपोर्टै छैन मलाई युट्युब भनेको के हो भलक भनेको के हो त्यस्ता हुन्छ म चाहिँ स्योर भनेको घरबाट एक सुकाउनु सपोर्ट छैन न दाइहरूले छ न बाबाहरूले छ न मम्मीहरूले छ अलिकति पनि सपोर्ट छैन क्या म यस्तो रिस उठ्छ कि म आफूलाई सोध्छु है अलिकति सपोर्ट त दिनु नि जस्तो लाग्छ क्या कसैले सपोर्ट दिँदैन म केही काम पऱ्यो भने पैसाको अब केही काम पऱ्यो भने अब सपोर्ट भए होइन मैले यत्रो अब टिकटकमा यत्रो मैले अहिले टिकटकमा अलिक चर्चै छु नि त म पनि अफ्रिकन भनेर जस्तो मलाई चिन्छन् अनि अफ्रिकन भाइ भनेर चिन्छन् अनि त्यो टिकटक बनाउँदाखेरि हेर म कस्तोमा राखेर भिडियो बनाउने थाहा छ म मोबाइल कस्तोमा राखेर बनाउँछु ढुङ्गामा राखेर त्यस्तो अलिकति सपोर्ट अलिकति अब बुझ्ने भयो होइन अलिकति स्ट्यान्डहरू पनि किनिदिनु सक्दैन नि त मलाई त्यति पनि किन्दै छैन यस्तो देखाएर राख्छ कि घरबाट सपोर्टै छैन क्या मलाई यस्तो भिडियो बनाएर के पाउँछस् त्यो पछि बुझ्छन् म त यस्तो लाग्छ कि कसम पनि भनेको होइन सपोर्ट नदिँदाखेरि त मलाई आफूले नरमाइलो लाग्छ घरबाट त सपोर्ट छैन छोइदै छैन होइन सपोर्ट भए होइन अब दाइहरूले त हल्का हल्का त गरिदिइराख्नु भएको छ अहिलेसम्म अब दाइहरूलाई भन्नु अब होइन यस्तो छ यस्तो गर्नु थाल्दैछु यस्तो कन्टेन्ट झिकिरहेको छु केही हुन्छ कि भए पछि 1000-1200 खर्च गरौँ न अब हामीसँग विदेशीसँग त 1000-1200 कहाँ देख्ने यसो दिनमा यसो लगाइदिनु न किन चाहियो तँलाई के गर्छस् त्यस्तो आउँछ जब बरु अरू मात्रै अब खानु लाउनु मात्रै अब सब खानु लाउनु मात्रै पुरै टाइम अब त्यो त किनिदिइहाल्नुहुन्छ युट्युबमा चाहिँ अब मेरो अब मैले 1 वर्ष गरेको होइन अब अलिकति हुन्छ नि त अब मेरो दाजुहरू त्यत्रो जाना छ केही त किनिदिनु सक्थ्यो नि त क्यामेरा किनिदिनु सक्थ्यो सपोर्ट भयो क्या सपोर्ट भए पो अगाडि बढ्न सकिन्छ सपोर्टै छैन घरबाट त झन् बाहिरकोले के सपोर्ट गर्नु तर म एक दिन देखाइदिन्छु घरलाई युट्युबको के हुन्छ टिकटकबाट के हुन्छ भनेपछि एक दिन म देखाएर छोड्छु यो लेखेरै राख्नु होला म कन्टिन्यू 4 वर्षसम्म म छोड्दिनँ युट्युब मेहनत गरे गर्छु कमसेकम मेहनतको फल त निस्क्छ यस्तो छ है मेरो चाहिँ तपाईँहरू सपोर्ट गर्न चाहनुहुन्छ भने त गरिदिनु होला केही दिन अब म त केही माग्दिनँ भने घर मलाई चाहिँ सबसे चाहिएको भनेको क्यामेरा हो क्यामेराको जरुरी छ क्यामेरा चाहिँ चाहिरहेछ अब क्यामेरालाई किन्नलाई पैसा छैन सपोर्ट छ अब पैसा दिने हाम्रो दाजुभाइहरूले अब दिँदैन होइन अब के हो युट्युब भनेको भन्छ अब घरि 1000 सब्सक्राइबर पुरा किनिदिन्छु भन्छ अनि यस्तो छ हालत घरको भने तपाईँहरू सपोर्ट गर्नु चाहनुहुन्छ भने म केही दिनमा चाहिँ यसोवा नाटेर यसोवामा पठाइदिनु सक्नुहुन्छ तपाईँहरू पैसा धेरै होइन सहयोग गर्न चाहनुहुन्छ भने अब सहयोग गर्न चाहनुहुन्छ भने म त केही भन्दैन होइन अब मेरो भिडियो मनपर्छ भने त त्यसो गरिदिनु होला अब यति भन्दै म मेरो युट्युब च्यानलमा बिदा भन्न चाहन्छु बाई बाई